हेलो गुड मर्निङ गाइज। यहाँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। अब यहाँ आएको पनि 4 महिना हुन लागिसक्यो। सधैँ काममा गयो आयो सुत्यो, फेरि काममा गयो आयो, त्यही हो। यहाँ वरपर बजार पनि छैन। आज चाहिँ यसो यहाँकै स्थानीयसँग कुरो मिलाएर उसको गाडीमा बजारतिर यसो घुम्न लाने भनेको छ। एउटा लगेज पनि किन्नुपर्ने छ। मैले नेपालबाट लिएको लगेज ल्याउँदै त्यो ह्यान्डल मुस्ताङ बाई पहाड त यस्तो होस् न, धौलागिरी हो नि त। आधा नेपाल जति हो त्यो त हो ठुलो छ। बाटो त्यतिकै हुन्छ। हामी त एकदम लास्टमा हो हामी त। कहाँ लाने हो होइन। 1 घन्टा लाग्छ भनिरहेको छ गाडी पनि। आमै हो यार। जापान आउन लेखेर छ नि त। जापान आउन लेखेर रहेछ। अब फेरि जान लेखेर रहेछ होइन। कहाँ जान लेखेर अमेरिका पो अमेरिकै पुऱ्याउने हो Japan product. Okay, bye. After open, हेर्नु भाडा आउँदैछु। Sabun second hand, second straight buy. Cheap. Buy. सेम नेपाल जस्तै हो। बुटोल अरे खासै Me now, Japan check. Sabun second straight buy. Same. नेपाल नट जापान Sen. Black. ढलको आयो हो। बाइकमै Japan product अहिले but good. Yes, good. नेपाल जस्तो रेन्जै रहेछ हौ। रेन्जै रहेछ यार नेपाल जस्तो सेम। त्यही दिन यो हिउँले होला सबै रुखहरू साक्राङ सिक्रिङ भइरहेछ नि। रुख के पहाडको फेरीमा Sai. Good. नजिकै हिमाल छ हौ। कायम रहोस्, ठिक छ, यसरी रहनु पर्छ। Water, dajugo. Rain, dajugo. Agi, dajugo. Yuki, dajugo. No, inside, no. Water. हिजो ए बाइक Oh, देखियो Yuki, nice. Dajugo. हो र। यस्तोमा कसरी कुदाउनु है बाइक। Sama ya, check it. But यो त नेपालको हिमालभन्दा बढी हिमाल हुँदो रहेछ हौ यता त। त्यति अग्लो चाहिँ नहोला। यहाँ नेपालको भन्ने यहाँ सिटमा कति छ। नेपालको भने ऊ परै रोक्छ, नेपालको भने नजिकै उहाँ छुनै खोज्छ, छुने गरी अनि यहाँ चाहिँ यति पर के करिब 15 फिट 20 फिटको डिस्टेन्समा रोक्ने रहेछ क्या यहाँ। No, just me. No. 186. That one before. What 186 Per liter. के कति बढ्दैछ। 186. Sati, 86 86
पर लिटर महँगो छ 4 लिटर है यो इरान र युएसको झगडा परेसँगै सबै ठाउँ So, पेट्रोल ग्यासको Iran to US now. दाम बढेको छ जापानमा पनि बढेको छ 186 Now Philippine dollar पेट्रोल up, यहाँनिर up. 186 रुपियाँ लिटर यहाँनिर यो चाहिँ Dollar up. हिमाल चाहिँ दामी छ है 2000 को तेलले आउ जाउ हुन्छ कि But होला abroad working, उसले dollar up. Sen. कति हो कति यार हिमाल त आमा पुरै यता समुद्रै छ पुरै त्यो समुद्र हिउँले के समुद्र जस्तै देखिएछ यार समुद्र चाहिँ देखेको छ हिउँले पुरै छ यार हातै बल्ने खालको सँगै म एउटा सानो क्लिप बनाउनु न मेरो हिँडेर Stop baru. यता कि मेरो ल कस्तो लाग्दैछ गुरु भेरी गुड भेरी वेल भेरी फाइन ल ठिक छ गाडीमा फ्यान्टास्टिक गाडीमा 80 को स्पिडमा हिँडिरहेछ Ni nabon before Mark hospital ni here. 7-Eleven here aro here Dajigo. ल फाइनली हामी उभिएर आइपुग्यो गुरु आउँदैछौँ बाटोमा यहाँभित्र पस्दैछौँ है त फाइनली 1 घन्टा झन्डै लाग्यो ल बजारमा आयो है आज कति दिन बजारमा आयो गुरु बजारमा आयो बजारमा arigato gozaimasu कस्तो लाग्यो गुरु बढिया छ बढिया जापान हो नि ब्रान्डेड जापान सबै ठिक छ होइन अँ, घाम पनि यही छ नजिकै छ घाम पनि हो नि नजिकै छ घाम पनि नजिकै छ खोइ एउटा सेल्फी ल दोको भोक लागेपछि भ्लग पनि बनाउन अलिक जाँगर चलेन क्या गुरु चलाउने त्यस्तै लाग्यो मलाई भोक लागेछ अब यहाँ होटलमा लाग्दैछ साथीले कता लान्छ त्यस्तै भोक लाग्यो ठाउँ त दामी छ है ठाउँ दामी छ ल arigato gozaimasu स्टार्ट गऱ्यो है त अब जापानिज रेस्टुरेन्टमा गएर जापानिज फुड आज टेस्ट गरौँ होइन त गुरु ल ल है हामी त फेरि हाटा भन्ने ठाउँमा आइपुग्यो हाम्रो साथीले घुमाएको घुमा छ हाम्रो साथीले जाडो छैन त्यति यार जाडो छैन न्यानो छ यहाँ त जाडो छैन हामी बसेकोतिर चाहिँ लास्टै जाडो हामी बसेको बढी जाडो यता रहन्छ कि भित्र पस्नु अब के छ यहाँभित्र मजाले घुम्यो आज चाहिँ गाडी कति हो कति हान्नु पर्यो ल कसो लाग्दैछ गुरु हजुरलाई मलाई त दामी दामी लाग्दैछ यहाँबाट हान्नु फोटो हान्नु ल ल अब यो हालेर उ गरौँ है त चिनी बिनाको खाने है त दबाई के निस्कन्छ त्यहाँबाट हेरौँ सेकेन्ड बताइरहेको 33 सेकेन्ड लाग्छ होला र 12 सेकेन्ड लाग्छ होला बनाउँदैछ नि भित्र बनाउँदैछ नि जर्जिया लेखेको छ जर्जिया खानको नो सुगर स्विट हो कफी भनेको स्विट पो आएछ ल यत्रो ठुलो पेन्सिल आज किन्ने है त हात जत्रै छ
heavy coat. I need to buy a Filipino product. Filipino product also available here? Yes, yes. Oh. But I don't know where is the place. ल हामी यहाँको भाटो ट्रेनमा छिर्दैछौँ है। ल फाइनली हामी अब काम सपिङ गरियो, अब लाग्यो होइन त गुरु? लाग्यो यहाँ लगेज छ पछाडि, लगेज झप्प हाल्यो। अब यहाँ साथीहरू यहाँ डिनर किन्न भनेर गएको छ, हामी चाहिँ क्यान्टिन नै जाने। दिनभरि हिँड्दाखेरि दिन बित्यो। यस्तो छ, यस्तो भइहाल्छ आज। रुममा पुगेर, रुममा होइन डाइरेक्ट क्यान्टिन पुऱ्याइदियो भन्नुपर्छ। क्यान्टिन गएर खाएर त्यसपछि भक्लोकै ढल्नुपर्छ। भोलि फेरि बिहानै काम छ। यस्तै छ परदेशी जिन्दगी। तर यहाँको मान्छेको चाहिँ मलाई के लाग्यो भने नि गुरु, होइन, हाम्रो नेपालमा प्याकिङ फुड जङ्क फुड खानु हुँदैन भन्छ, तर म्याक्सिमम जापानिजहरू जो यहाँको प्याकिङ फुडै खान्छ, त्यही पनि यिनीहरू यतिको धेरै बाँच्छन्, यतिको हेल्दी छन् है। प्याकिङ फुड खान्छन्, सबभन्दा बढी प्याकिङ फुड खान्छ कि यिनीहरू, त्यही पनि उनीहरू यति उ छ के, यति यिनीहरू फिट छ, मोटो छैन। सबभन्दा बढी नुडल्स खान्छ, रामेन, खानेकुरो पनि भातहरू पनि पुरो प्याकिङ हुन्छ के। त्यही पनि यहाँको मान्छेको लाइफस्टाइल अनि हेल्दी लाइफ धेरै बाँच्छन् के रहेछ हौ यस्तो। फ्रिजको सबभन्दा बढी यिनीहरू फ्रिजिङ खानेकुरोहरू पनि खान्छ कि। नेपालमा खानु हुँदैन भन्छ, के हो हामी त फ्रेसै खानु हो त नि। यहाँ त सबै कुरो फ्रिजमा राखेर ल गाइज आजको हेल्दी हुन्छ नि फेरि। त्यही त नि, आजको भ्लग यति नै समाप्त यहीँ टुङ्गाउन गइरहेको छौँ। आजको दिन एकदम राम्रो भयो, सपिङ गरियो। ल थ्याङ्क यू फर द वाचिङ गाइज। फेरि भेट्ने छौँ है त नेक्स्ट भ्लगमा। अन्त गुरु के भन्नु छ मेरो भ्लगमा? केही भन्न छैन अब। ठिक छ, राम्रो छ भ्लग, राम्रो बनाउँदै जानुहोस्। जापानबाट अब नेपाल जाँदा पनि हजुर यस्तो बनाउनु जान्छु, भ्लग बनाउँदै जाने। ओके थ्याङ्क यू, धन्यवाद गुरु।